राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग संशोधन गरी फिर्ता गर्ने निर्णय विरुद्ध परेको रिटमा आज सुनवाई हुन सकेन। सर्वोच्च अदालतमा सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो। युवराज पौडेल, सफल अधिवक्ता आवास रेग्मी सहित कानूनका विद्यार्थीहरू तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध रिट दायर गरेका थिए। गत पुस 30 गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएकी थिइन्। सो निर्णयपछि सम्बन्धित जिल्ला अदालतमा मुद्दा निर्णयका लागि पेश हुने व्यवस्था छ। तर सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालतले अहिलेसम्म अन्तिम निर्णय गरेका छैनन्। सर्वोच्चको निर्णयपछि मात्रै ती अदालतले निर्णय गर्ने अवस्था छ। निवेदकले महान्यायाधिवक्ताको उक्त निर्णय गैर कानुनी भएको दावी गर्दै बदर गर्न माग गरेका छन्। साथै संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा कमजोर पार्ने काम नगर्न परमादेश जारी गर्न पनि माग गरिएको छ।